हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी पसल जानेछौँ, सानी र म। यहाँ हुनुहुन्छ मेरो सानी। अनि आज मैले सानीलाई भ्लग बनाउन नदिएको। हामी चाहिँ आज पसल जाँदैछौँ। यो चाहिँ मेरो चाहिँ क्यामेराको झरेको हुन्छ। अनि यहाँ चाहिँ छ चौतारा, अनि यहाँबाट चाहिँ गोर्खाको भ्यू पनि देखिन्छ। लेट्स गो। रोकिनु न मलाई नि। वेट फर मी अल्सो। यहाँ चाहिँ बाटो चाहिँ यस्तो छ, यहाँको बाटो। लगाइ हामी चाहिँ पसलको लागि निस्क्यौँ। आज चाहिँ म चाहिँ एक्लै हिँडेको छु। यहाँ चाहिँ यस्तो बाटो छ हेर्नुहोस्। म चाहिँ पानीमा अब हिँड्न सकिनँ, सानीको हातसम्म छु। ओ माय गॉड। यहाँबाट चाहिँ नहरको भ्यू पनि देखिन्छ उता हेर्नुहोस्। अनि नहर पछि चाहिँ उता बाटो छ, बाटोबाट अनि हामी पसल गाँसी भेटौँला है। म चाहिँ यो बाटो चाहिँ अब यहाँ हिँड्दैछु साथीहरू। देखिन्छ, यता देखाइदिनुहोस्। त्यहाँबाट चाहिँ फाट देखिन्छ धानबारीको, अनि उता पारि चाहिँ गोर्खा हो, अनि बिचमा चाहिँ चेपे छ है। मैले चाहिँ साथीहरू चाउचाउ किनेर आइसकेँ। अनि यहाँ चाहिँ नहरको बाटो हिँड्न पऱ्यो। यहाँ चाहिँ कस्तो गाह्रो हुन्छ हिँड्न। अनि अरू अब यहाँ चाहिँ हेलो साथीहरू, म चाहिँ चाउचाउ लिएर गइसकेको छु। लेट्स गो। साथी सुहानीको घर, मामा घर पनि यतै हो। ऊ चाहिँ आइछिन् कि आइछिन् मलाई पनि थाहा छैन। अब हेरौँ, अहिले एकछिनमा जान्छौँ हामी चाहिँ। चाहिँ अर्को बाटो आएको छौँ, किनकि उताको बाटो पुरै हिलो हो। अब यो बाटो सिडी नै सिधो हो। कस्तो रहेछ हेर्नु गाइस। हाम्रो चाहिँ यहाँबाट चाहिँ घर देखिन्छ उता। लेट्स गो। बाटो चाहिँ सिडी नै सिडी हो। म चाहिँ अब यहाँ हिँडिरहेको छु। यहाँ चाहिँ अलिकति अप्ठ्यारो बाटो छ, त्यही पनि म हिँड्न सक्छु होला सायद। हेर्नुहोस् यस्तो ढुङ्गे ढुङ्गा छ यहाँ। लेट्स गो। मैले चाहिँ बल्ल हिँडेको छु। सानो भएर अय्या। Oh my god. हामी चाहिँ आइपुग्यौँ हाम्रो घर। यो चाहिँ इग्नोर गरिदिने क्यामेरा हो। यो चाहिँ छ हाम्रो घर। थ्याङ्क यू फर वाचिङ। डोन्ट फर्गेट टु लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब आवर च्यानल।